त्यो म फ्रीमा होइन म बरु 3500 मा जिस्केको पैसा नै दिने हो तेरो 3700 हालेर पठाइदिन्छु साथीलाई अलिकति हुने तरिका दिन्छ कि पैसा फ्रीमा लिएर हामी नेपाली बानी पनि यस्तो छ गाइस खाना अन्त बाजा भोटे नि- भगवान यहाँ सुन न तैँले नाम तोकेर भनिस् न 4-5 जनालाई पठाइदिन्छु भनिस् अनि मैले त्यो जिस्केर फ्रीमा भनेको क्या तँलाई होइन कञ्चन सुन तिमीले फ्रीमा दिए पनि म लिन्न के पैसा त दिन्छु के मन चेक गरेको मात्रै हो तिम्रो कञ्चन दिन थोरै न म दिन्छु म खाँदिन यार छ्या तेरो फ्रीमा खाँदिन यार म फ्रीमा त कञ्चनले लालीपप मात्रै खान्छ है लालीपप पनि खाँदैन खाँदिन मलाई त्यहाँको लोकेसन र त्यो पठाएला नामहरू पठाए म भोलि जान्छु भोलि आज हामी भनेको जानै पाएन पानी पर झरी परेर दिँदा खोइ अब फेस राम्रो हुन्छ भन्छ त्यसले यस्तो झन् त म देखाउँछु र कस्तो हुन्छ फेस भन् त पुरै औँला र बौला र तिमीले भने दल्ने भने तिमीहरूले है यो मैले त्यो दल्ने दल्ने है सोचेन। होइन यो बट्टा अझ अर्को बट्टा अर्को निस्किन लागेको छ अहिले त यो बट्टा हुन्छ नि यो भित्र खोल्ने यसको टेप हुन्छ कि यहाँ चार यहाँ टेप हुन्छ त्यो टेप फाल्ने चारपट्टि टेप फाल्ने निस्का फेरि कसले भङ यसरी बुढ्केलाई भङ पारेर खाँदा हुन्छ कसैले त त्यसरी खानेन मलाई कस्टमरले के थाहा यहाँ भङ गरेर देखाएको थियो भङ गरेर यसरी खाएको त्यसरी खानेन यो यसमा 3टा टेप हुन्छ 3टा टेप निकाल्ने अनि त्यसपछि यसरी खोल्न मिल्छ यो भित्र 30 पिस हुन्छ यो भित्र तर यहाँ मैले खाइदिएको छु कि 4-5 हजारमा एउटा खाएर हेर न हुँदैन अनि दिनको एउटा खाने हो दिनको एउटा खाइदेऊ न एउटा खाइदेऊ न अनि त्यसले चाहिँ के गर्छ त ल भन्न त फाइदाजनक कुराहरू शरीरको लागि मेन त केटी मान्छेको पाटेघरको अन्डा सफा गर्छ मेन त तर केटा ओ मान्छे रामे तँ नखा अनि मेरो अन्डै छैन पाटेघरमा किन गर्नु म त्यस्तो यार जे पाटे त्यस्तो होइन, मेरो अन्डा अन्डा सफा- पाटे रामे तँ नखा म्याकुर तेरो अन्डा छ अन्डा हो मेरो अन्डा छैन किन गर्ने म मेरो भनेको अन्डा सफा गर्ने नि आन्द्रा भनेको आन्द्रा कस्तो अन्डा हो र ए म त अन्डा पाटेघरको अन्डा सफा गर्ने भने जस्तो सुने क्या आन्द्रा भनेको आन्द्रा अब यस्तो कचन सुन्न त म के भन्छु कचन जे कुरा पनि एकचोटि मात्र खाएर त हुँदैन नि त यो भनेको एकचोटि खाएर तल एक महिना खाएर छोडेर हुँदैन कि यो कुरा चिज भनेको तर मिनिमम 4-5 महिना खानुपर्छ तर आफै तेरो फेसमा तेरो शरीरमा आफै चेन्जिङ आउँछ के त्यही भएर भोटेनीमा अनुहार अलिकति चेन्ज केटी भयो मान्छेलाई केटा मान्छेलाई यङ देखाउँछ यो यङ पनि देखाउँछ किनकि यो त हेल्थ केयर हो नि त हेल्थ भोटे नि सुन मलाई चाहिँ बुढो देखाउने हुनु पर्यो मलाई सबैले बच्चा भनेर हेप्न थाले यहाँ यो खाइसके त बुढो तन्देरी हुन्छस् म बुढो देखाउनु पर्यो बुढो पो हुने जय भन्छ। पनि जय पनि जय जय छ नि सुन न ओइ भोटेनी यस्तो भयो के आन्द्रा हुन्छ र रे 35 को पाटेघरको तलपट्टिको पेट सफा गर्छ कि यसले आन्द्रा होइन मैले भन्नु चाहिँ शरीरमा त आन्द्रा हुन्छ नि तर पाटेघरको तलपट्टि पेट सफा गर्छ केटीको सर्च गरेर हेर्नु गुगलमा पनि भन्छ नि त तर भन्न त ओ यस्तो भयो कि भोटेनी अब 35 को दिदी बहिनीहरूले नि हामीले त बाबु भन्नु थाल्यो कि अनि त्यही भएर अलिकति बुढो देखाउनु पर्यो भनेर के त्यो जय छ नि यो जुन परम्पराको त्यो जयको लगभग कति 40 कति वर्ष भइसक्यो होइन तर यो खाएकोले 15 वर्ष भयो अरे अहिलेसम्म कति यङ देखिन्छ हेर्न आफै कोरे जय भन्ने कि यो जसले मलाई यो प्रोडक्ट पठाएको उसको कम्पनीको हो कि यो उसले बनाएको प्रोडक्ट हो यो लच्छु म त यारसा गुम्बा खाएर होला 23 को 23 हुन्छ ल भयो त्यति भइसक्यो 30-40 कति वर्ष भयो तर अझै पनि कति यङ देखिन्छ हेर न उसले खाएको के भन्छ 40 भयो त्यति भएर सालमा 30-40 कति 30 नागिसक्यो 30 त को जय 30 त नागिसक्यो जस्तो नसन्देह 30 हैन भोटे नि मलाई चाहिँ तर मलाई चाहिँ यङ हुने चाहिदैन मलाई बुढो देखाउने भएर पुग्छ त्यस्तै हो गाइस जयको 30 भनेर हेप्न थालिसक्यो वर्ष मलाई नागिसक्यो 30 वर्ष त लच्छु आइस्योर होइन तँलाई मलाई 27 28 त्यस्तो तर मैले टोकेर खाएन त्यसलाई यहाँ काटेर खाने काटेर सुन यस्तो खाएपछि किन 30 को त अझै भोलि नै हुन्छ 30 दिदी 30 त नागिसक्यो जय गाइस ए यस्तो हुन्छ अनि यो भित्र पाउडर हुन्छ पाउडर अनि यतिकै खाने हो पानीमा होइन गाइज भोटेनिकको यो एडभर्टाइज गर्दै बिजनेस चलिरहेछ हामीलाई त 4 रोज हान्नु न गाइज यार हामीले त 4 रोज हान्नु न माग नआएको उसलाई पो एडभर्टाइज गरेर अलिअलि भइरहेको छ हामीलाई त रोज हान्नुहोस् न गाइज यार त्यहीमा यति खाने हो यो यस्तो मिठो हुन्छ नि फेरि गुलियो हुन्छ गाइस सबले बनाउनु रोज कति त 5-6 महिना खाएन तर फेरि आफै रिजल्ट आउँछ क्या आफै कञ्चन त तर कञ्चन पनि राम्री नै छ झन् कञ्चन
बी केयरफुल है झन् लाग्नु राम्रो भइसक्यो। भयो भने। मलाई स्याम्पल दिन्छ चाडा दिन्छ म योबाट जहिले चार्जर हेरेको थिएँ स्याम्पल किनकि यो कलरहरू छ कि टन्ने तर कलर छोडेको भने यस्ता काम चाहिँ एउटै गर्छ काम चाहिँ एउटै गर्छ ल फर्स्ट मेरो अर्डर को थाहा छ फर्स्ट अर्डर मेरो मलेसियाबाट बुढीलाई 4 बट्टा मगाएको त्यो अङ्कलले म चिन्दिनँ नाम के भयो नाम चाहिँ के थियो मलेसिया रहेछ गएर बुढीलाई 4 बट्टा मगाइदिएको यही बट्टा भनेपछि यो बुढेसकाल लागेपछि धेरै चाहिँ मलाई काठमाडौँबाट आएको थियो 50 पिसमा होइन 1-2टालाई चितवन सब काठमाडौँ पोखराबाट आएको धेरै रामे यो खास यस्तो रहेछ कि रामे जो पनि आफ्नो बुढीहरू छ नि नेपालमा छ आफ्नो बुढीलाई 5-6 महिना अगाडि त्यो खाना लगाउने अनि भेट्न जाँदाखेरि तरुनी देख्ने नाम थियो नाम यसको डुल्टा डुल्टा यो अनि कोरियन खतरा। प्रोडक्ट हो कोरियन प्रोडक्ट होइन जोस अब राम्रो प्रोडक्ट होला होइन सबैजना लिइदिनु किनभने अब भोटिनीले मलाई त फ्रीमा पठाउने भइहाल्यो तपाईँहरूले चाहिँ पैसा तिरेर लिइदिनुहोस् डुल्टा गाइस डुल्टा त्यही त मैले युज गरेको छ अरे हाम्रो अस्मिता छेत्रीले युज गर्नु भएको छ अरे कोरियामा युज गर्ने धेरै छन् कि कोरियामा युज गर्ने धेरै कोरियामा कोरियामा अस्मिताजी तपाईँ कहाँदेखि हुनुहुन्छ त्यही भएर होला कोरियनहरू कोरियामा त हिरो हिरोइनले धरि के अरे युज गर्छ नि भोटिनी त्यही भएर होला कोरियनहरू त्यति यङ भएको होला है उनीहरूको त अब त्यस्तै अब फुड पनि त्यस्तै अब खाने पनि उनीहरू हेल्दी सबै हेल्दी हुन्छ नि सबै उनीहरू प्रायः भेजिटेबल मात्र खान्छ कि त्यो माछा साछा खाँदैन नि माछा बढी खान्छ झन् के को माछा खान माछा खाने धेरै त झन् माछा खान्छ तर त्यो हाम्रो जस्तै म्याकोरी एक थाल गममा मासु खान्छ त्यो रेड मिट चाहिँ टिपी खाँदैन कति हो नि यसको 3500 चितवनबाट रे तर यो भित्र 30 पिस हुँदैन थियो र मान्छे सोच्छ यो बटा आमा एउटा बटाको 3500 भन्छ मान्छे सोध्छन् तर मा धेरै के तर यो भित्र 30 पिस हुँदैन कसलाई के थाहा त अनि ल ठिक छ गाइस सबैजना लिइदिनु भोटेनीको होइन यो भित्र 30 पिस हुन्छ भोटिनीले केही नभए पनि भोटिनीले 500 सही त मान्छेले एउटा क्रिमको 2500 तिरेर एउटा क्रिम लाउँछ भने एक खाना 1 महिनासम्म हुन्छ तपाईँले होइन भोटेनी जो मलाई नि पठाइदेऊ न एकचोटि ट्राई त गर्छु नि है एकचोटि 1 महिना खाएर हुन्न कि रामे हौ होइन 1 महिनामा 102 महिना खाना 2-3 महिना खा अनि बल्ल भन्छ तर तिमीले अब पार्टी घरको अन्डा राम्रो हुन्छ एउटा भनेर चाहिँ मगा 2 दिन मगा 2-3 बट्टा मगा न कमसे कम 2टा बट्टा मगा एउटा बट्टा मगा जाऊ ल गाइस कोकोला खानु मन छ कम से कम 2टा मगा अनि त डिस्काउन्ट छ दिन्छ तँलाई म 2टा मगाइस पनि ल 2टा गरेर पछि के रे 4000 5000 यसले हैन पक्रेको पार्दिन क्या हो डिस्काउन्ट दिन्छु भनेपछि नेपालीको बानी त्यही हो नि डेलिभरी फ्री हो यार तँलाई नेपाल काट्नु कति 170 200 गर्दा त डेलिभरी फ्री हो होम डेलिभरी हो होम डेलिभरी यार ओए कञ्चन हामी नेपालीको बानी 2000 मा पाए 2000 भनेपछि 1000 मा दिनुस् भन्दैन त्यही त हो नि तिम्रो पनि म 3500 को म यो मेरो लुगा हैन यो मेरो लुगा हैन यो मेरो खाइदियो यो त्यो हो नि त यो मेरो लुगा हैन नि त त्यो के रे त्यसमा के रे त्यो गर्न त यो बार्गेनिङ त गर्न पाए नि ओए रामे भोटेनीले मलाई चाहिँ फ्रीमा पठाउँछ बिचरा लक्ष्मण विदेशमा गएर मस्त दुःख गरेर होला बुढो मात्र देखिरहेछ भनिरहेछ अघिदेखि डिप्रेस भइरहेछ भनेर डेलिभरी फ्री हो रोड गर्न गाइस आसमानिया वन रोड गर्न न वन रोड ल गाइस रोसस हालौँ ल के छ हाम्रो जस्मिन मोबाइल ल्याउँछु कि अर्को मोबाइल लिन एउटा रोज गर्नुपर्छ नि जस्मिन लामा ल भोटेनी मलाई WhatsApp नम्बरमा आएको हैन मलाई त कसले फोन गरेर के पो देखाइदिरा के रे हजुर ओरे मेरो पनि ठिकै छ अनि मैले फोन उठाउन छोड्दिए के रे मेरो WhatsApp नम्बर राखेको छु नि मैले यहाँ फेसबुक टिकटकमा मलाई त कसले फोन गरेर के पो देखाइदिएको ला मलाई सिधै रोक्न देखाउँछु रे के देखायो त्यस्तो नदेखाउ फेरि आइडी जान्छ के भन्छ है पागलले मलाई WhatsApp नम्बर राखेको छु त अनि मेरो त्यो अर्डरको लागि त मेरो छुट्टी मोबाइल छ कि यहाँनिर सामसुङ त्यो छुट्टी भएछ कि अन्त भोटेनी कञ्चन जस्तो सुट्टी पनि यङ देखाउँछ कस्तो खाएको राम्रो हो कि तिमीहरूलाई हौ भने कस्तो यङ देखाउने भर्खरको बच्चा 15-16 वर्षको देखाउँछु भन्ने हुन्छ र जिस्केको राम्रो मलाई नि थाहा छ मैले अस्ति रिसर्च गरिसक्यो लक्ष्मणले भनेरै मैले रिसर्च नि गरेको लक्ष्य र मैले जिस्केको मात्रै हो म हेर्छु ल अब हामी दाजु भए त खास त बुढो देखाउनु मन पर्छ किनकि हामीलाई सबले बच्चा भनेर हेप्न थाल्यो कि मा कसम
यस्तो हो नि त लक्ष्य जुगादारी होइन, काट्दा जुगादारी सबै काटले प्यात्तमा फालेपछि त चाहिँ छिलेको अन्डा सक्छ मात्र कन्त सुन न मलाई एक आउँदैन त नि जुगादारी काट्यो भने मलाई सेम छिलेको अन्डा लाग्छ कि छिलेको अन्डा होइन यस्तो हो कि कस्तो हुँदो राम्रो रहेछ मलाई नसुनेर जुङ्गा काटेको हो कि नआएको हो तिमीहरूको नआएको हो के बोके दारी जुङ्गा फिट आउँछ होइन त्यो यस्तो फिस्टेड सिट आउँछ त्यो पनि म थ्याङ्क यू पूर्वेली नाना खाने भन्छ है सबैले बुझ्नु होला अरे होइन डुल्टा आउँछ डिप्रेसनले खाने हो भन्दैछ सबैजना यहाँ फेरि डाक्टर बनेर फेरि होइन कञ्चन त जिम जान्छ अलरेडी राम्रै होला नि उसको स्किन त अब पसिना निस्कियो नि राम्रो हुन्छ नि त अनि चाहिएन उसलाई भिटामिन चाहिएन त नि भिटामिन त उसले क्रेटिन प्रोटिन युज गर्छ होला नि त अनि गर्दैन म त्यस्तो केही खाँदिनँ कति वर्ष भएर राम लक्ष्मणले हामी यो पालि 18 कम्प्लिट भएर 19 लाग्दैछु 18 कम्प्लिट भएर 19 यति धेरै म्यासेज गर्छ कि हर्षमा गाई दिनमा यस्तो पागलै बनाउँछौ अब केटीहरूलाई पनि म कति भन्छु कि तब सामान चाहियो नि प्राइजको सोध्नु कि हेलो भन्छ दिदी हाई भन्छ कि ल सामान चाहियो हेलो म अब हाई भनेर बस्नु उनीहरूसँग अब म थ्याङ्क यू शेर्पिनी नाना थ्याङ्क यू सो ए मच प्रभु यस्तो होइन नि त हेलो दिदी भन्ने के छ बहिनी भन्ने म्यासेज नि म्यासेजलाई कहाँ पुग्यो